यतापट्टि र उखाएर त्यस पछाडि हामी लाग्यौँ। अब झिलहरू डाँडाबाट चाहिँ यस्तो मकैहरू हरियाली यो सबै भोलि पर्सि काठमाडौँतिर जान्छ। यो मकैहरू कति हरियाली छ। यहाँ घरहरू रहेछ। अब हामी लाग्छौँ। हामी चाहिँ नानाको घरमा छौँ आज। यो चाहिँ बेलुका आएर बस्यौँ। नानाको घर हो यो चाहिँ। यता सुन्दर ठाउँ रहेछ, हरियाली। यता जङ्गल, पारी वारी बस्ती, पारी जङ्गल, एकदमै हरियाली छ। हामी चाहिँ अब नानाको घरदेखि लाग्यौँ। घर तल भयो, लागिसकेको छ यसरी। अब आजको बिहान एकदमै रमाइलो ठाउँ छ यतातिर चाहिँ होइन, एकदमै रमाइलो ठाउँ, हरियाली, चराचुरुङ्गी पनि कराउने। बिल्कुल बिल्कुल होइन, कस्तो लाग्यो आजको मौसम? एकदम गुड छ। ठिक छ होइन? हजुर अनि त्यो चाहिँ के त नि? यता सबै छिमा हो नि त। ल हामी यहाँ तलको घरबाट, नाना घरबाट भाले होइन हौ, हिँड्यौँ। भाले अहिले चाहिँ हामी धरानपट्टि जाँदैछौँ। धरानको कोशी ठाउँमा चाहिँ अहिले चाहिँ हामी अब सबै ठाउँको हामी भिडियो निकाल्न सक्दैनौँ, किनभने धेरै लामो हुन्छ। त्यस कारणले अहिले चाहिँ हामी धरानको कालो बुङ्गुरहरू, सुँगुर मस्तले बसिरहेको छ। दामी छ ल। सुन्दर ठाउँमा आज हामी छौँ। के दामी दामी छ परमेश्वरको सृष्टि, सुन्दर ठाउँ। हामी अब धरान के अरे अहिले झापा झापामा छौँ। अब बिहानको चिया पछाडिको पानी यसरी यात्रा गरिरहेको छौँ। पानी नि खल्लो छ क्या तराईमा, एकदमै खल्लो छ पानी। ल जसरी जेरीलाई गुलियो बनाउनुको लागि एउटा पछि चिनी हालिन्छ, त्यसरी नै एउटा जङ्गलमा पनि हरियाली छाउनलाई नयाँ ऋतु, नयाँ वर्षसँगै नयाँ पालुवा चाहिन्छ। हो, नयाँ वर्षमा हामी नयाँ गन्तव्य हामी हिँड्दैछौँ।
त्यसैले जिन्दगी यात्रा हो, आज यहाँ भोलि कहाँ। हामी झापाको चिया बगानमा आइसकेका छौँ। चिया बगान अति नै सुन्दर ठाउँ छ है। हामी यसरी आएको झापाको चिया बगानमा छौँ। यता पनि छ, पारिपट्टि पनि छ। हामी पथरी भन्ने ठाउँमा छ्यामाको घरमा आइपुगेका छौँ। अनि यो चाहिँ छ्यामाको घर हो। ठ्याक्कै यो मेन रोडै पर्ने रहेछ। अनि रोडबाटै ठ्याक्कै साइडमा छ्यामाको घर रहेछ। अब हामी जान्छौँ अब अर्को ठाउँतिर, फेरि केही समय पछाडि। यसरी छ्यामा घर आइपुगेका छौँ। छ्यामाको घरमा आएर टकटक्क बसिरहेका छौँ। छ्यामाको घरमा आएर अब यहाँनिर हामी खाना खाइवरी अब हामी हेर्छौँ फेरि अर्कोतिर। हामी अब पुग्दैछौँ, झापा दमकमा आइसकेका छौँ। अनि आएर हामी घुम्ने कुर्सीमा बसिसकेको छु। अब कुर्सी मेरो सुरक्षित रहेछ। अनि दामी छ यो धराने कालो गुङ्गुर। ल आहा, यहाँ सानो सानो रहेछ र। ल यहाँ रहेछ। यहाँ चाहिँ भाले रहेछ। अब चाहिँ हामी यहाँ कटर लिएर जाने छौँ। यो नरिवल हो तपाईहरुको? अनि फललाई चाहिँ हामीले बोलाउनु है खाने बेलामा। यहाँनिर अब कटरहरू छौँ। नरिवलको रुखमा छ। अब चाहिँ हामी कटर टिप्नुलाई र्याङढ्याङ मिलाउँदैछौँ। र्याङठ्याङ ए फेडैदेखि फल्याएर छ त। यही मिठो हुन्छ कलिले। खै म त पकाउनु पनि आउँदैन यो। मासु कसरी पकाउँछ? त्यसरी पकाउने हो? यो भयो कटर। छैन होला त्यसमा सानो चोप आउँछ है? आउँछ नि। पौडामा लाग्न जाँदैन? जाँदैन। यसरी खिच्ने हो नि त नि।